हेलो गुड मर्निङ गाइज अहिले चाहिँ 5 बजेको छ। अब 6 बजीतिर चाहिँ अब यहाँबाट फ्लाइट हुन्छ टु जापान। यसो फ्रेस भएँ। अब केही खाउँ कि जस्तो लागिरहेछ, तर पसल कहाँ छ के छ एकछिनमा बुझ्नुपर्छ। ओके सी यु अराउन्ड। साथीहरू चाहिँ अझै सुतिरहेछ होइन। म चाहिँ अब केही खान्छु होला। यसो जाउँ के छ खाउँ। डलर छ नि त सुजन तामाङसँग फेरि सक्दैन नि। सुजन तामाङ अब स्टारबक्स जान्छ गाइज। स्टारबक्समा गएर के खाने मिल्छ यसो हेरौँ। डलर चल्छ चल्दैन हेरौँ। अनफोर्चुनेटली गाइज डलर चाहिँ चल्दैन भन्दै क्या स्टारबक्समा होइन। अब कहाँनिर चल्छ होला त। ओन्ली थाई ब्याट्स भन्छ म्याक्री भोक लागेला। सुजन तामाङलाई च्यालेन्ज दियो क्या होइन, ओन्ली थाई ब्याट भनेर। अब चाहिँ म पैसा साट्न जान्छु अनि ल्या भनेर थाई भाट नै दिएर ल्याममा बजाउने कुरा किनेर ग्ल्याममा खान्छु है गाइस। ल पहिला एक्सचेन्ज काउन्टर कहाँ छ हेरौँ, त्यसपछि फेरि यतातिर आएर के किनेर खान्छु है त। यहाँनिर एउटा काउन्टर देखेँ, तर पैसा साट्नलाई फेरि पासपोर्ट चाहिने हो कि मैले ल्याइनँ क्या फेरि। अब यहाँ सोधिहेरौँ है। एक्सक्युज मी, आई वान्ट टु एक्सचेन्ज सम डलर्स इन्टु थाई ब्याट। इज द पासपोर्ट निडेड अर नट? पासपोर्ट इज रिक्वायर्ड अर नट? आई फर्गेट इन माई वेडिङ हल। माई फोटो? Passport photo, I think I don't have that also. I will be back with my passport then. Okay, thank you. इरिटेट भइसक्यो यार। पैसा साट्न आएको फेरि पासपोर्ट चाहियो अरे। पासपोर्ट त फेरि उतै छोडेर आयो क्या। सुजन तामाङले खासै बिहानको ब्रेकफास्ट खाएर आएको छैन कडा हो। ठिकै छ, ठुटे इङ्ग्लिस पनि बोलियो। सट्ट लगाएर अर्को प्लेन चढ्नलाई लाइन बस्दैछौँ है हामी चाहिँ। एज केटाहरू अर्को भाउजू आइपुग्यो है। थाइल्यान्डको एयरपोर्ट है गाइस। फेरि खाजा आइपुग्यो जस्तो लागिरहेछ। तिमीहरूको भाउजूले ल्याइदिरहेछ मलाई होइन। केटाहरू भुस छन्, तिनजनाकै भाग खाइदिउँ क्या। दिन्छ कि दिँदैन हेरौँ है। दिन त बढ्ने हो। भिआइपी टिकट हो हाम्रो होइन। यो पो राम्री चाहिँ क्या हो, कति राम्री। यो पो राम्री छ थ्याङ्क यू। आज चाहिँ के आयो हेरौँ है। केटा हो क्यु यो चिकन लजानिया स्पिनेच वेट 190 ग्राम्स अरे। ककडे हो के हो यो। कुया मासु पठाएको छ। ल इतादाकिमास। यो साग हो, यो चिकन खै के हो, यो पानी हो। खाए ल के हो यस्तो। साग त मिठै छैन रहेछ, बरु यो चाहिँ खाँदै गएछ अलिअलि मिठो हुँदो रहेछ। साग त बिल्कुलै खाँदैनै भयो, 100% खाँदै। आज पनि मेरो भागी सकिसक्यो। अनि यो चाहिँ फेरि साथीको भाग खाँदैछु है गाइस।
हेर्दा र सुन्दा त खानै घिन लाग्ने यार गाई चाहिँ पनि सकाइदिएँ मैले बाहिर चाहिँ यस्तो दामी भ्यू छ है फेरि आज चक्की गल्लीको धरती देखा परेछ गाइस अब यो कुन देश भन्ने कुरो चाहिँ अझै अत्तो छैन एकछिनमा ल्यान्ड भइसक्छ चाहिँ डुङ्गा है पुरै समुद्र रहेछ यो चाहिँ आकाशभन्दा ल्यान्ड चाहिँ नथुक्नु होला है गाइजहरू फेरि कहाँ पुगिसकेको छौँ यो चाहिँ होइन यो चाहिँ डुङ्गाको एयरपोर्ट जस्तो छ है अब यहाँबाट एकछिनमा हामीले ल्यान्ड हुँदैछौँ ल है एयरपोर्टमा ल्यान्ड हुनलाई चाहिँ चाइना चाइना एयरलाइन्स देखाइरहेको छ वै गुडे खै गुडेन त गुडे यो कहाँ हो थाइपे चाइनातिर हो कि कहाँ हो होइन ट्रान्जिट पनि 2-3 ठाउँमा राखेर है पक्क भइसक्यो गाइड्स अहिले सोध्नुपर्छ म्याडमजीलाई ट्रान्जिट थाइल्यान्डमा बसी एक रात अब यहाँ चाइनामा 2-3 घन्टा मात्र होला यहाँ त चाइना हो कि थाइपे भने कहाँ होला चाइना जस्तो लाग्यो चाइना एयरलाइन्स चाहिँ चाइना एयरलाइन्स देखिरहेको छु मैले यता गाडीतिर यार ल गाइज सी यु अराउन्ड गाइज हामी चाहिँ ताइवान बस्छौँ अनि यहाँबाट ट्रान्जिट कार्ड लिएर फेरि भर्खर झर्के बसमा चढ्ने भनेर यस यस ओके थ्याङ्क यू यस जापान थ्याङ्क यू ओके के दियो यो यिनीहरूले ओके आइम कमिङ जबैसम्म टोक्यो नारी त भन्दै यतातिर हिँडाएर लङ लाग्यो क्या जापान पुरै सेक्युरिटी चेक अब फेरि यहाँ माथितिर जाने होला के छ कसो छ होइन सोल्टीहरू आउँदैछ मेरो दोस्तहरू म त कहिले फर्स्ट टाइम चाहिँ सायद फेरि अब 1-2 घन्टाको ट्रान्जिट हो कि यो चाहिँ चाइना जस्तो लाग्छ ताइवान भनेको कहाँ हो अक्षर हेर्दा चाइना जस्तो लागिरहेछ भने काहीँ अब हेरौँ लुगा किनौँ क्या हो यस्तो बाँधनीलाई कसले मोडल बनायो मलाई बनायो त म फ्री सो ब्युटिफुल सो एलिगेन्ट हेलो गाइज ठिक बेचेदै हुने पनि ब्लगमा ताइवान भनेको कहाँ हो चाइना होला भने ताइवान भनेको कन्ट्री नै रहेछ अब ताइवानमा एकछिन बस्छौँ अहिले यहाँको कति 11 बज्यो 12:10 छ फ्लाइट पुरम वेलकम ब्याक अहिलेको सिट हो हेर्नु पर्दैन कस्तो केयर गरेको मलाई यार त्यसले फेरि पनि हाम्रो खाजा आइसकेको छ अब यसमा चाहिँ के छ हेर्नुपर्छ यहाँनिर चाहिँ ग्रिन करी लेखेको चाहिँ देखाएको चाहिँ छैन होला ग्रिन करी लेखेको छ खानुपर्छ है के छ हेरौँ ल यता गाइस थर्ड टाइम चाहिँ हामीलाई के दियो हेरौँ है त के हो यो ओ माय गॉड व्हाट इज दिस कसरी खाने होला यो बिल्कुल छ त नि पुरै भन्न नि त्यसको के होला यो यार गाइस टेस्ट गरौँ न टेस्ट गरौँ यति चाहिँ मैले खाइनँ यो चाहिँ मासु जस्तो देखेर मैले निकालेँ अब यति खान्छ ल गाइज मेरो चाहिँ सक्यो होइन यो फेरि दोस्रो लट है नखाने मान्छेको फाइनली हामी जापानमा चाहिँ ल्यान्ड हुन लागिसकेको छ भाइ फाइनली जापान आइसकेको छ कडा हो अब चाहिँ जापानमा हल्लाउनु पर्ने हुन्छ पहिला साथीहरू कुरोमा यहाँ अब के भन्नुपर्ने हो गाइज भन्नु पऱ्यो ट्याक्ट्याक गाडीहरू लियो होइन अब यहाँबाट सामान आउँदैछ तर मेरो आउँछ आउँदैन भन्ने कुरो हो क्या केही थाहा छैन यहाँ आएपछि कहाँ हो के हो पटडु ल सामान पनि पाएको छौँ अब दिदीले बोलाइरहेको छ दिदी चाहिँ
यहीँ आउँछ भन्ने छ अब हेरौँ कुन बेला आउँछ अनि त्यति बेला भेट्ने हो हेलो गाइस दिदी भेटिसकेको छ ल मैले दिदीको बुके अरिगातो गोजाइमास खानाको लागि भेना उता हुनुहुन्छ दिदी त दिदीको कसैले भेना चाहिँ पानी किन्न जानु भयो मेरो ब्लग जारी हुन्छ आज बेलुका आउँछ ल गाइज अब चाहिँ सेन्सीहरू लिन आउनु लाग्छ अरे अनि दिदीहरूलाई नि बाई गरेर चाहिँ सेन्सीहरूसँग होस्टेलतिर जाने हो यता हाम्रो ग्रुपमा भिडियो कल भइरहेछ फेरि हेलो फादर कि त्यसका ल माथिको मात्रै त होटेल भन्ठान होला तर यो चाहिँ टोइलेट है जापानको टोइलेट के राम्रो गर्ने त यहाँ मुत्ने हग्ने नै होइन र भने यार सुत्न त सुत्दैन होला मान्छेहरू कोही पनि बाबाले छ निजहरू लिन आइसकेको छ म छिर्छु है